नमस्कार साथीहरू, स्वागत छ लोकसेवाको पाठ्यक्रममा आधारित भई भिडियो बनाउने क्रममा। आज हामी गोष्ठी, कार्यशाला र सेमिनार व्यवस्थापन सम्बन्धी भिडियो लिएर उपस्थित भएका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला ताकि हामीले भन्न खोजेका केही कुराहरू र तपाईँले सिक्न चाहेका केही कुराहरू सिक्न सक्नुहोस्। र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यदि टिकटकमा हेर्दै हुनुहुन्छ भने टिकटक च्यानललाई फलो गरिदिनु होला ताकि हामीले प्रस्तुत गर्ने भिडियोहरू सबैभन्दा पहिले तपाईँ कहाँ पुग्न सकोस्। लागौ ढिला नगरी आजको भिडियोतर्फ। गोष्ठी कुनै निश्चित विषयका सन्दर्भमा सो विषयसँग सम्बन्धित व्यक्ति वा पदाधिकारीहरू बीच गरिने छलफल तथा अन्तर्क्रियात्मक कार्यक्रम नै गोष्ठी हो। कुनै निश्चित विषयका सन्दर्भमा सो विषयसँग सम्बन्धित व्यक्ति वा पदाधिकारीहरू बीच गरिने छलफल तथा अन्तर्क्रियात्मक कार्यक्रम नै गोष्ठी हो। के रहेछ त? यो गोष्ठी, कार्यशाला, सेमिनार भनेको नै एक किसिमको सामूहिक जमघट हो, तर थोरै मात्र यसको भिन्नता चाहिँ छ है। त्यसै गरी दोस्रो पोइन्टमा हेरौँ, सीमित व्यक्तिहरू मिली गरिने छलफल, अन्तर्क्रिया अथवा वार्तालाप तथा जमघट नै गोष्ठी हो। यो त रह्यो गोष्ठीको परिचय। अब गोष्ठी व्यवस्थापन। गोष्ठीका लागि आवश्यक स्रोत साधनको उचित प्रबन्ध गरी गोष्ठी सफल, उद्देश्यमूलक र प्रभावकारी तुल्याउनको लागि अवलम्बन गरिने सम्पूर्ण क्रियाकलापको समग्र रूप नै गोष्ठी व्यवस्थापन हो। के रहेछ त? गोष्ठीका लागि आवश्यक पर्ने स्रोत साधनको उचित प्रबन्ध गरी गोष्ठीलाई सफल, उद्देश्यमूलक, प्रभावकारी तुल्याउनको लागि अवलम्बन गरिने सम्पूर्ण क्रियाकलापको समग्र रूप नै के रहेछ? गोष्ठी व्यवस्थापन। त्यसै गरी कार्यशालाको भनेको के हो त? कार्यशाला भन्ने विषयमा सरसर्ती हेरौँ। निश्चित लक्ष्य तथा उद्देश्य हासिल गराउनको लागि निश्चित व्यक्तिहरूको सहभागी गराई कार्यतत्परताका लागि स्थापित संयन्त्र नै कार्यशाला हो। निश्चित लक्ष्य तथा उद्देश्य हासिल गर्न अथवा गराउनको लागि निश्चित व्यक्तिहरूको सहभागी गराई कार्यतत्परताका लागि स्थापित संयन्त्र नै के हो त? कार्यशाला हो। त्यसै गरी कार्यशाला व्यवस्थापन। आवश्यक स्रोत साधनको उचित प्रबन्ध गरी कार्यशालालाई सफलता, उद्देश्यमूलक र प्रभावकारी तुल्याउनको लागि अवलम्बन गरिने सम्पूर्ण क्रियाकलापको समग्र रूप नै के हो त? कार्यशाला व्यवस्थापन। माथि पनि गोष्ठी व्यवस्थापन पनि सरस्वती यस्तै नै थियो। बाँकी मात्रै भाषा परिवर्तन भन्दा पनि भनिन्छलाई के हो भनेर हेरेको मात्रै हो। जस्तै कार्यशाला, गोष्ठी, सेमिनार। आवश्यक स्रोत साधनको उचित प्रबन्ध गरी कार्यशालालाई सफलता, उद्देश्यमूलक, प्रभावकारी तुल्याउनको लागि अवलम्बन गरिने सम्पूर्ण क्रियाकलापको समग्र रूप नै कार्यशाला व्यवस्थापन हो। त्यसै गरी सेमिनार पनि के हो त? उस्तै नै हो। सेमिनार पनि लगभग हामीले अब कुनै प्रशिक्षण जस्तो कुनै सरकारवाला पक्षहरू जमघट भेटघाट भए निश्चित व्यक्तिहरूले उक्त सरकारवाला पक्षलाई दिइने एक किसिमको प्रशिक्षण जस्तोलाई सेमिनार भन्ने गरिन्छ। निश्चित लक्ष्य तथा उद्देश्य हासिल गर्ने प्रयोजनका लागि सरकारवाला व्यक्तिबीच हुने भेला तथा जमघट नै सेमिनार हो। त्यसै गरी अर्को परिभाषा पनि रहेको छ। सेमिनार एक किसिमको प्रशिक्षण हो जसमा निश्चित व्यक्तिले अन्य व्यक्तिलाई प्रशिक्षण तथा परामर्श गर्ने गरिन्छ। त्यसै गरी सेमिनार व्यवस्थापनलाई हेरौँ। के हो त सेमिनार व्यवस्थापन? सेमिनारको लागि आवश्यक स्रोत साधनको उचित प्रबन्ध गरी सेमिनारलाई उद्देश्यमूलक, अर्थपूर्ण र प्रभावकारी तुल्याउनको लागि अवलम्बन गरिने
सम्पूर्ण क्रियाकलापको समग्र रूप नै सेमिनार व्यवस्थापन हो। के रहेछ त? माथि भने चाहिँ जस्तै गोष्ठी व्यवस्थापन, त्यसपछि है कार्यशाला व्यवस्थापन भने चाहिँ सेमिनार व्यवस्थापन के रहेछ त? सेमिनारको लागि आवश्यक स्रोत साधनको उचित प्रबन्ध गरी सीमित माफ गर्नु होला, यो साधनको उचित प्रबन्ध गरी सेमिनारलाई उद्देश्यमूलक, अर्थपूर्ण र प्रभावकारी तुल्याउनको लागि अवलम्बन गरिने सम्पूर्ण क्रियाकलापको समग्र रूप नै सेमिनार हो। अब त्यसै गरी यसका विशेषताहरू जस्तै सेमिनार, कार्यशाला र गोष्ठीका विशेषताहरू लगभग उस्ता उस्तै हुने गर्दछन्। त्यसैले मैले एउटैमै राखेर तपाईहरुलाई बुझाउने प्रयास गरेको छु। के हो त यसका विशेषताहरू के छन् त है सरस्वती हेरौ। निरन्तर रूपमा चलिरहने प्रक्रिया। यो कस्तो प्रक्रिया? निरन्तर रूपमा। अब अर्को पटक यो वर्षभरि अथवा प्रत्येक चोटि निरन्तर रूपमा चलिरहने प्रक्रिया हो। एक व्यवस्थापकीय कार्य हो। निश्चित नियम तथा कानुनमा आधारित भई सञ्चालन गर्ने गरिन्छ। निश्चित लक्ष्य तथा उद्देश्यमा केन्द्रित हुन्छ। 2 वा सो भन्दा बढी व्यक्तिहरूको जमघट हुन्छ। मतलब धेरै व्यक्तिहरूको सामूहिक भेटघाट। अब नै यो यिनीहरू गोष्ठी, कार्यशाला, सेमिनार हुने भए। त्यसै गरी छुट्टै विधि, तरिका र शैली अवलम्बन हुने। सार्वजनिक प्रशासनको अभिन्न अङ्ग। वातावरणबाट प्रभावित हुने। वातावरण हरेक चिजलाई अब आवश्यकता अनुसार अब कुन क्षेत्र हो त्यसमा प्रभाव पार्ने नै हो वातावरणले पनि। त्यसपछि गोष्ठी, कार्यशाला तथा सेमिनारको पूर्व शर्तहरू के छन् त? यो हुनको लागि के आवश्यकता पर्दछ? पूर्व तयारी भनौँ न त। सबल र सक्षम नेतृत्व, यो त आवश्यक हुने नै भइहाल्यो। सबल र सक्षम नेतृत्व पनि आवश्यक भयो। त्यसै गरी निश्चित लक्ष्य, उद्देश्य र रणनीतिहरू हुनुपर्ने भयो। मानवीय, वित्तीय तथा भौतिक साधनको उपलब्धता है। त्यसै गरी उपयुक्त स्थान र समय कहाँ गर्ने, कहिले गर्ने भन्ने कुरा त तोकिएको हुनुपर्ने। त्यसै गरी जिम्मेवारी तथा उत्तरदायित्व किटान गरिएको। कसलाई के जिम्मेवारी दिनुपर्ने, कसलाई के गर्नुपर्ने त्यो पहिले नै किटान भएको हुनुपर्ने है। त्यसै गरी निर्धारित कार्यविधि तथा कार्य प्रक्रिया। उपयुक्त वातावरणको आवश्यकता नै हुनुपर्ने भयो। यो त रह्यो के रह्यो यो गोष्ठी, कार्यशाला तथा सेमिनारका पूर्व शर्तहरू। अब त्यसै गरी हेरौ गोष्ठी, कार्यशाला तथा सेमिनारको उद्देश्य, आवश्यकता, महत्त्व के छन् त यसका है। सरस्वती हेर्न सकिने भयो। गोष्ठी, कार्यशाला तथा सेमिनारका उद्देश्य, आवश्यकता र महत्त्व के छन् यसलाई हेरौ है। के हुन्छ फाइदा, के उद्देश्यले है यो कार्यहरू गर्ने गरिन्छ यस विषयमा पनि सरस्वती हेरौ। गोष्ठी, कार्यशाला तथा सेमिनारका उद्देश्य। निश्चित लक्ष्य तथा उद्देश्य हासिल गर्न। निश्चित कुनै लक्ष्य तथा उद्देश्य हासिल गर्नको लागि साङ्गठनिक काम कारबाहीलाई निरन्तरता दिन। अर्को पोइन्ट। त्यसगरी सामूहिक निर्णय निर्माणमा आत्मसात गर्न। सामूहिक निर्णय निर्माणलाई आत्मसात गर्न। स्रोत साधनको उचित व्यवस्थापन गर्न। सङ्गठनको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न। समस्याको समाधान गर्न। सेवा प्रवाहलाई समय सापेक्ष तुल्याउन। सामाजिक प्रशासनलाई जीवन्त तुल्याउन यो कार्यहरू गर्ने गरिन्छ। त्यसै गरी गोष्ठी, कार्यशाला तथा सेमिनारका प्रक्रियाहरू, यसका चरणहरूलाई हेरौ। यसलाई पनि 3 चरणमा विभाजन गर्न सकिन्छ। पूर्व तयारी चरण,
र सञ्चालन चरण, त्यसपछि समापन चरण। अब यसले समापन चरणसम्म छ, यसले सरस्वती हेरिहाल्नुभयो। अब पूर्व तयारीदेखि हेरौँ। पूर्व तयारी चरणमा के हुनुपर्दछ? समिति तथा उपसमिति चयन गर्ने र जिम्मेवारी तोक्ने। समिति तथा उपसमिति चयन गर्ने र जिम्मेवारी तोक्ने, कुन व्यक्तिलाई के कार्य गर्नुपर्ने त्यो उक्त विषयमा। समय, स्थान र मिति निर्धारण गर्ने, कार्ययोजना निर्माण गर्ने, सरकारवालालाई सूचना सम्प्रेषण गर्ने, आवश्यक स्रोत साधनको प्रबन्ध गर्ने। त्यसैगरी सञ्चालन चरण सहभागीको उपस्थित हस्ताक्षर र अध्यक्षता सम्बन्धी कार्य गर्ने, आचार संहिताको निर्माण र कार्यान्वयन गर्ने, छलफल अन्तर्क्रिया तथा कार्यक्रम आरम्भ गर्ने, कार्यपत्र प्रस्तुत तथा कार्य आरम्भ। यो त भयो सञ्चालन चरणमा। त्यसैगरी समापन चरण उठेका सवालको जवाफ दिने, सम्बन्धित व्यक्तिद्वारा बुदा टिपोट तथा सुझाव सङ्कलन गर्ने, अन्तिममा प्रतिवेदन तयार गर्ने। यी त रहे यसका चरणहरू। आजको भिडियो यति नै, लगभग भन्नुपर्ने कुराहरू यति नै हो जस्तो लाग्यो मलाई चाहिँ। र यति नै जानकारीको लागि मैले यहाँ सङ्कलन गरेको थिएँ। भिडियो कस्तो लाग्यो अब कमेन्ट छँदैछ, त्यसको लागि त कमेन्ट बक्समा है कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला। र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरी नजिकै रहेको बेल आइकन पनि थिच्नु होला, ताकि हामीले दैनिकी रूपमा लोकसेवाको पाठ्यक्रममा आधारित भई भिडियो बनाई प्रस्तुत गर्ने क्रममा तपाईँ कहाँ सबैभन्दा पहिले प्राथमिकताको आधारमा तपाईँ हुने भिडियो पुग्न सफल होस्। आजको लागि यति नै। भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। आजको भिडियोबाट बिदा चाहन्छु। हस्त, धन्यवाद।